सोल्टी पार्टनर तरल आमा तरल तरल ल ल खन्दै हुन्छ त्यसको फन्दा तर तरल कति गएर हो त्यही भएर भिडियो गर्दैछु साथी हो अन्त बोल्दाखेरि ध्यान दिएर बोल्नु होला वाकोरी ले वाकडा पो आज तिम्रो कुरा चल्यो मुटु भित्र वाको हो हल्लाउनु नि हल्लाउँदै निकाल्नु त अब यता साइड हो हुन्छ ठिकै छ त्यो भाँच जाने नै भाँचाउने हो यसै बोल्छ यस्तै लगाइदिने त्यसो थाहा छैन ल साथी हेर तरुल फल्दै फलाउँदै हुन्छ अब हेर्नुहोस् हेर्नु तरुल हेर्नु तरुल यो बाजेले त तरुल पनि कत्रो निकाल्नु कत्रो खोइ झुन्ड्याइरौँ त हो तरुल मामा भन्छ तरुल खाँदैछ हो या गएर खन्नुपर्छ छोड न म खनिदिइहाल्छु नि मेरो त्यहाँ ठाउँ छोड्नु न तरुल फेरि एक चरणको तरुल फलाइसक्यो मलाई लाइक सब्सक्राइब गरिदिनु होला तपाईँहरूले हामी यत्रो तरुल फलाएको छौँ हेर्नु यहाँ हाम्रो मिस्टर तिलारामले पुरा तरुल फलाउँदै हुन्छ हाम्रो मामाश्री यहाँ पुरा तरुल फलाएर मक्खा हुँदै हुन्छ फाइनली तरुलले सकियो यो दाइले लाउँदै हुन्छ आज हामी तिनजना रातै पर्यो के ओइ फटा लगाउ न त नि जस्तो बोली छ त्यस्तै लगाइदिन्छ यिनीहरूले त्यस्तो त फेसबुक त्यसो त युट्युबमा लाउँछु नि म त्यही भएर यहाँ सोल्टी पार्टनर तरल आमा तरल हौ तरल त कसम निकाले ढोका बोरा चाहिँ भर्छ नि धेरै भयो कि हो नखुस्के खुस्किनु त नखुस्के खुस्किनु छ त्यो ठुल्ठुलो सरसर भएको छ निस्किनु नि मोटो चाहिँ तरल निस्किनु मोटोहरू चाहिँ निस्किन के को छ हो हेर तरल त आज तिम्रो कुरा चल्यो मुटु भित्र हङकङको काटा छुरा भरेको घाउमा बल्ल बल्ल भरेको घाउमा फेरि नयाँ चिरा त्यो उभोको थियो राम्रो अनि सेकेन्ड हो तिनीहरू आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा आज तिम्रो कुरा चल्यो मुटु भित्र के गर्नु छ
छोटो लामो मिलाएर मेरै राम्रो राम्रो छान्नु नि त्यही त त्यही त उहाँको नुहा नुहा के छोटो अंशको बुम्फा राम्रो रहेको के गोदाउन के लामोले राम्रो होइन के आएको बुम्फा चाहिँ राम्रो छ माथि डल्लो नलाइदिनु नि हुन्छ अरू नुहाको मिलाएर नि एकछिन न कुरा चल्यो मुटु भित्र